10 देखि 15% छात्रवृत्ति हामीले पाउँछौँ। कसले दिए, कहाँबाट चाहिँ पाएन भन्ने कुरा हामीलाई थाहा छ। भन्दाखेरि हिजो छात्रवृत्ति पाउने कुरा हो। कलेजमा पढ्दाखेरि स्टाइफन पाउँछौँ, त्यहाँ पनि स्कलरसिप पाउँछौँ, हामी ठाकुरामा पढ्नेहरूले पाउँछौँ। किन पाउँछौँ, कहाँबाट पायौँ, कसले दिन थाल्यो, त्यसरी कसरी त्यो सुविधा हामीले पायौँ भन्ने कुरा किन हामीलाई थाहा भएन। अहिलेको घर घरमा मोबाइलमा फ्रीमा पहिला हलमा जानु पर्थ्यो। हलमा विद्यार्थी सहुलियत शुल्क पाउँछ, बिहान 8 बजे 11 बजीसम्म मर्निङ सो चल्छ। विद्यार्थी सहुलियत त्यहाँ विद्यार्थीहरूले चाहिँ 50%मा चाहिँ फिल्म हेर्न पाउँछ। 22 रुपियाँको टिकट हुन्थ्यो, 11 रुपियाँको विद्यार्थीले फिल्म हेर्न पाउँथ्यो। त्यो कहाँबाट कसरी पायौँ भन्ने कुरा हुन्छ। भन्दा हिजो केही पनि चिज नहुँदा यी चिजहरू पायौँ भन्दा कमसेकम जुन चिजहरूका विषयमा अलिकति हामीलाई यो विद्यार्थी मुभमेन्टसँग कोही जोडिएकै छैन। जो 2082 को भदौ महिनादेखि जोडियो, त्यसलाई तपाईँले चाहिँ यो सिङ्गो हिस्ट्रीको विषयमा तपाईँले बोलाएर पढ्न बुझाउन खोज्नु त सम्भव त हुँदैन। तपाईँहरूको अलिकति चाहिँ त्यसमा अलिकति एक्सर्साइज के हुनुपर्छ भने पहिलो सेसनै तपाईँहरूले पहिलो डिस्कोर्स गराउन थाल्नु, त्यसमा कमसेकम एउटा मुभमेन्टसँग जोडिएका मान्छेहरू। धेरै विद्यार्थीलाई थाहा छ कि थाहा छैन, ठाकुराम क्याम्पसको प्रोडक्टको तपाईँको के भन्छ अरे माधव त्यो पर्सादी लागा रमेश रिजालदेखि सुरेन्द्र चौधरीसम्म, जनार्दन सिंह छेत्रीदेखि अजय दुबेलीसम्म यही ठाकुराम क्याम्पसका उत्पादन हो। अहिलेका प्रदेश सांसद श्याम पटेल यही ठाकुराम क्याम्पसका उत्पादन हो। भन्दा धेरै कुराहरूको विषयमा के हुनुपर्छ भने कमसेकम आफू जुन कलेजमा पढिरहेको छु त्यो कलेजको हिस्ट्रीसँग जोडिएका कुराहरू हुन्छन्। राष्ट्रिय सभाको उपाध्यक्ष रहिसकेको उर्मिला आर्यले यही ठाकुराम क्याम्पसको विद्यार्थी युनियनको उपसभापति रहिसकेका मान्छे हुन्। सुरेन्द्र चौधरी यही ठाकुराम क्याम्पसका सभापति जितेका मान्छे हुन्। उदयराज पाण्डे भन्ने 12 जिल्ला डुमरवानाको मान्छे यहाँ चाहिँ तपाईँको ठाकुराम क्याम्पसको सभापति जितेको मान्छे। जनार्दन सिंह छेत्री 10 वर्ष जिल्ला विकास समितिमा 5 वर्ष सभापति, 5 वर्ष सभापति, 10 वर्ष जिल्ला विकास समिति। बहुदल आइसकेपछि 48 साल 49 सालदेखिको पहिलो सभापति उपसभापति भएर काम गर्यो। 10 वर्ष चाहिँ ठाकुराम क्याम्पसको 45 सालको सभापति हो, सोभिको सभापति। पहिला आर्जु बहिनी र उहाँहरू मन्दिरा सभापति र सचिव नरसिंहको सभापति, यहाँ कहाँ त ठाकुरामको सभापति हो भन्दा हामीले हिजोका दिनका विद्यार्थी मुभमेन्टसँग जोडिएका कुराहरू अहिले कुरा छ। कस्तो भन्दाखेरि अहिले विद्यार्थी आन्दोलनसँग मान्छेलाई खासै रुचि छ। विद्यार्थी नेता के गर्छ, विषयवस्तुको विषयमा जानकारी राखेर पढ्दैन र मतलबै छैन। ऊ धन्दा गर्छ, धन्दा सिधा भाषामा दलाली गर्छ। उसले आफ्नो पेट पाल्नको लागि दलाली गर्छ। ऊ 10 जना विद्यार्थीको स्कलरसिपको चिन्ता उसले गर्दैन। उसले के गर्छ भन्दाखेरि कुन कलेजमा मैले यसो गएर 2-4 जनालाई छर्कायो भने मेरो 2-4 जना मान्छेलाई फ्रीमा पढाइदिन्छ भन्ने कुरा गर्छ। उसले सामूहिक हितको कुरा गर्दैन। जब तपाईँले व्यक्तिगत हितलाई फोकस गर्नुहुन्छ, सामूहिक हितको कुरा तपाईँले बन्द राख्नुहुन्छ, तपाईँसँग सङ्गठनको अस्तित्व खतरामा पर्छ। र यत्रो सङ्गठन खारेज गर्ने निर्णय एउटा जननिर्वाचित सरकारले गर्दा सडकमा विद्यार्थी आउँदैन, कलेजमा विद्यार्थी मुभमेन्ट हुँदैन भन्दाखेरि तपाईँ कहाँ हुनुभयो, हामी कहाँ चुक्दैछौँ भन्दाखेरि हामी हिजो जुन मुभमेन्टको जगमा पुगिएका छौँ त्यो जग्गा हामीले कन्ट्रोल गर्न आएको। काम तपाईँले केही पनि गर्नु हुँदैन। शानदार जीवनशैली छ तपाईँको। साँझ बिना दारूपानीको तपाईँको जिन्दगी चलिरहेको छ। 5-10 जना केटाहरू तपाईँको अगाडि पछाडि घुमिरहेको छ। खर्च कहाँबाट आइरहेको छ भन्ने कुरो तपाईँलाई थाहा छैन। तपाईँ काम कहीँ पनि गर्नुहुन्छ, दिनभरि क्याम्पसमा हल्लिनुहुन्छ, घुमेर हिँडिराख्नुहुन्छ, तर चाहिँ स्थिति त्यस्तो हुन्छ। अनि हामी भन्छौँ, हिजो हामी विद्यार्थी मिल्दा भन्दा एउटा गौरवबोध हुन्छ। म ठाकुराम क्याम्पसको 55 सालको पनि सचिव जित्या हो, 57 पनि सचिव जित्या। 60मा 14 भोटको सभापतिको चुनाव आएर त्यति बेला 10 जना नेमिसोले जित्दा म एक्लै सचिवमा जित्यो। त्यो हिजो हामीले बोल्दा, हिजो हामीले कुरा गर्दा, तर्क गर्दा मान्छेले सुन्थे, मान्छेले बुझ्थे, विषयवस्तु सम्झिन्थे। अहिले त्यो परिस्थिति छैन। भन्दा हिजोको मुभमेन्ट, हिजो जुन मुभमेन्टमा हामी आएका थियौँ त्यो मुभमेन्ट पनि ऐतिहासिक मुभमेन्ट हो। गौरव गर्ने र गर्व गर्ने दुईटै कुरा छ। मुभमेन्ट भनेको गौरव गर्ने पनि र गर्व गर्ने। त्यहाँ कसैले चाहिँ लाज माग्नु पर्ने, ओहो अहिले चाहिँ हम विद्यार्थी नेता आयो भनेर मुख लुगाएर हिँड्न सक्ने चिज त छैन त। अहिले यत्रो विद्यार्थी नेता हामी छौँ। हरिखेतान क्याम्पसको दुर्दशा हाम्रो आँखाको सामने छ। 1 जना विद्यार्थी नेता र विद्यार्थी सङ्गठन भएर त्यहाँ उभिँदैन। क्याम्पस त सामुदायिक क्याम्पस, सामुदायिक क्याम्पस अहिले निश्चित व्यक्तिहरूले आफ्नो निजी बनाउन खोज्दाखेरि त्यहाँ चाहिँ एउटा विद्यार्थी सङ्गठन बोल्दैन। हामी 116 विद्यार्थी सङ्गठनका मान्छे त यहीँ छौँ। अनि यो अवस्थामा अनि विद्यार्थी सङ्गठनमाथि मान्छेलाई चिन्ता दिन हुँदैन। अनि विद्यार्थी सङ्गठन के मतलब यस्तो विद्यार्थी सङ्गठन खारेज भए पनि के फरक पर्छ जब हाम्रै हितको कुरा बोल्दैन भने यो सङ्गठनको अर्थ के छ?
भन्ने कुरा भन्छु। त्यसले गर्दाखेरि यो खासमा यो तपाईँहरूको पहिलो डिस्कोर्स चाहिँ भयो भने जहिले 2-3 दिन गाई चल्न आयो भनेको पनि थियो। म त यसो पुरानो मान्छेहरू पनि होला भएको हुन्थ्यो यहीँ सभापति हो ठाकुराको क्याम्पसको म सचिव वित्तै इम्तियाज तपाईँको अहिलेको वीरगञ्जको उपमेयर चाहिँ सदस्य हो मेरो। त उसलाई कमसेकम यहाँ बोलाएको भए विद्यार्थी आन्दोलनबाट जोडिएका मान्छेहरू विभिन्न जिम्मेवारीमा रहेका छन् उनीहरूलाई बोलाएको भए नयाँ पुस्ताका मान्छेले यसो सुन्थे तपाईँको पालामा कस्तो हुन्थ्यो अहिले कस्तो चल्दैछ भन्ने कुरा अलिकति इन्ट्रेक्सन भएको भए अलिकति बढी कुरा चाहिँ अलिक धेरै कुराहरू चाहिँ तपाईँले खोजेको जस्तो अलिक बढी कुरा आउँछ कि भन्ने मलाई लाग्छ। त्यसले गर्दाखेरि मैले चाहिँ खासमा यो टोटल हिस्ट्री भन्दा पनि तपाईँको ओभरअल नै मलाई चाहिँ लाग्यो कुरो त्यसरी सुरुवात गरेर अन्त एक्सर्साइज पनि राखेको नै छ। म पछाडिको दोस्रो या तेस्रो टर्म पछाडिको सचिव ठाकुरको जित्याउ पनि होइन यहाँ अलिकति यसरी गर्न खोज्दैछौँ विद्यार्थी सङ्गठनकै विषयमा गर्न खोज्दैछौँ प्रोग्राम भन्दाखेरि अब चन्द्रिका सरसँग त लिगली कुराहरू के हो संवैधानिक रूपमा कुनै सङ्गठन खारेज गर्न मिल्छ कि मिल्दैन त्यसले हाम्रो हक के गर्छ भन्ने कुरा चाहिँ कानुनी रूपमा चाहिँ उहाँले भन्न सक्नुहुन्थ्यो। अब कानुन पढाइ विद्यार्थी म पनि हो मैले भन्न सक्ने भन्दाखेरि यो अलिकति चाहिँ भएको भए अझ मजा आउँथ्यो। त्यसरी मैले सुधार मात्र दिएको छु। धेरै धन्यवाद।